नेपाली कथाको पृष्ठभूमि र काल विभाजन। नेपाली साहित्यका प्रमुख विधाहरूमध्ये आख्यान अन्तर्गत कथा पर्दछ। यसको विकासक्रमलाई अध्ययनको सुगमताका लागि ऐतिहासिक अध्ययन पद्धतिका आधारमा 3 प्रमुख कालखण्डमा विभाजन गरिएको छ। कालखण्ड। प्राथमिक काल विक्रम सम्वत 1827 देखि 1957। यो कालखण्ड अनुवाद र पौराणिक कथामा केन्द्रित थियो। माध्यमिक काल विक्रम सम्वत 1958 देखि 1991। गोरखापत्रको प्रकाशनसँगै सुरु भएको यो काल आधुनिकताको पूर्व तयारीको चरण हो। आधुनिक काल विक्रम सम्वत 1992 देखि हालसम्म। गुरूप्रसाद मैनालीको नासो कथाको प्रकाशनसँगै नेपाली कथामा आधुनिकताको सुरुवात भएको मानिन्छ। प्राथमिक काल अनुवाद र उपदेश विक्रम सम्वत 1827 देखि 1957। यस कालखण्डको सुरुवात शक्ति बल्लभ अर्यालको महाभारत विराट पर्व विक्रम सम्वत 1827बाट भएको मानिन्छ। धारा र प्रवृत्ति यस समयका कथाहरू मुख्यतया संस्कृत, अंग्रेजी र फारसीबाट अनुवाद गरिएका थिए। मौलिक कथालेखनको अभाव थियो। विषयवस्तु कथाहरूमा नैतिक उपदेश, धार्मिक भावना र अलौकिक वा दैवी शक्तिको प्रधानता पाइन्थ्यो। संरचना कथानकीय तत्त्वहरूको सचेत प्रयोग नभएकाले संरचनात्मक दृष्टिले यी कथाहरू कमजोर थिए। तिलस्मी र जासुसी कथाहरूले पाठकमा कौतूहल जगाउने काम गर्दथे। माध्यमिक काल विधागत विकासको चरण विक्रम सम्वत 1958 देखि 1991। विक्रम सम्वत 1958मा गोरखापत्रको प्रकाशनसँगै र भारतबाट प्रकाशित विभिन्न साहित्यिक पत्रिकाहरूले नेपाली कथाले गति दिए। परिवर्तन प्राथमिक कालमा अनुवादमा सीमित कथा यस कालमा किस्सा वा खिस्साका रूपमा विकसित भए। मानवीयतर पात्रको सट्टा मानव पात्रहरूले प्राथमिकता पाउन थाले। प्रवृत्ति कथाहरूमा सामाजिक परिवेशको चित्रण हुन थाल्यो, तर पनि यथार्थभन्दा बढी आदर्श र उपदेश दिने प्रवृत्ति कायमै थियो। प्रतिनिधि कथा वेदनिधि उपाध्यायको प्रेरित पत्र 1966, अद्भुत कुकुर र हृदय परीक्षा जस्ता कथाहरू यस समयका उल्लेखनीय सिर्जना हुन्। आधुनिक काल विचारधारा र प्रयोगको युग विक्रम सम्वत 1992 देखि हालसम्म। विक्रम सम्वत 1992मा शारदा पत्रिकामा नासो कथा प्रकाशित भएपछि नेपाली कथामा आधुनिकताको जग बस्यो। यस काललाई विभिन्न प्रवृत्तिगत मोडहरूमा विभाजन गरिएको छ। क पहिलो मोड विक्रम सम्वत 1992 देखि सामाजिक यथार्थवादी धारा। गुरूप्रसाद मैनालीले समाजका अन्धविश्वास, नारी पीडा र ग्रामीण परिवेशलाई कथाको विषय बनाए। मनोवैज्ञानिक यथार्थवादी धारा विश्वेश्वर प्रसाद कोइरालाको चन्द्रवदनबाट यसको सुरुवात भयो। यसले मानव मनको अवचेतन, यौनकुण्ठा र दमित वासनाको विश्लेषण गर्दछ। समाजवादी प्रगतिवादी धारा विक्रम सम्वत 2006बाट रमेश विकलको गरीब कथासँगै मार्क्सवादी दर्शनमा आधारित यो धारा सुरु भयो। यसले शोषण र अन्यायको विरुद्ध आवाज उठाउँछ। ख दोस्रो मोड विक्रम सम्वत 2030 देखि नवचेतनावादी प्रयोगवादी धारा इन्द्र बहादुर राई र आयामेली आन्दोलनले कथामा नयाँ शिल्प र दर्शन भित्र्यायो। यसमा नवीन बिम्ब, प्रतीक र चेतन प्रवाह शैलीको प्रयोग गरियो। ग तेस्रो र चौथो मोड विक्रम सम्वत 2036 र 2040 देखि समसामयिक र उत्तर आधुनिक चेतना। विक्रम सम्वत 2036 को राजनीतिक परिवर्तनपछि कथाहरूमा बहुलवादी दृष्टिकोण, सीमान्तकृत वर्गको आवाज र उत्तर औपनिवेशिक चेतना देख्न थाल्यो। यसमा लैङ्गिक अल्पसंख्यक, जातीय चेत र उत्तर औपनिवेशिक स्वरहरू मुखरित भएका छन्। 5 निष्कर्ष नेपाली कथाले शास्त्रीय अनुवादबाट सुरु भएर आजको उत्तराधुनिक र प्रविधि मैत्री चरणसम्मको लामो यात्रा तय गरेको छ। कुनै पनि नयाँ धाराको उदयले पुराना विशेषताहरूलाई पूर्ण रूपमा नष्ट नगरेर थप परिष्कृत र विधागत सचेतता प्रदान गरेको देखिन्छ। धन्यवाद।